यो पल्सरको आवाज सुनौँ एकचोटि कस्तो छ। यस्तो डरलाग्दो नोइज आछ कि के भनौँ। अब यो इन्जिनै फुट्ला जस्तो आवाज आछ र यो नोइज चाहिँ रोकर आर्म वा यो टेन्सनर भनिन्छ यसलाई, यसको हुनसक्छ। यसलाई मान्छेले केमचेन एडजस्टर पनि भन्छ। यसलाई पहिले बाहिर निकालौँ। मेबी यसकै हुनसक्छ आवाज, एकदम तातो छ। यसले मैले फालेँ, अब कपडाले टिप्नुपर्ने हुन्छ। यसलाई चेक गरौँ के छ यसमा। मैले यसरी यसलाई घुमायो भने यो घुम्नुपर्छ कि बाहिर कि भित्र इन आउट हुनुपर्छ। तर यसमा कुनै हलचल छैन, न यो बाहिर जान्छ न भित्रतिर आउँछ। र मसँग छ अर्को पुरानो टेन्सनर, यसलाई कम्पेयर गरेर हेरौँ। यो हेर्दै सानो जस्तो छ, जबकि यत्रो हुनुपर्ने त्यसको आधी भाग चाहिँ भित्रै अड्केर बसेको हुनुपर्छ। टेन्सनरको काम भनेको चेनलाई प्लेयर राख्ने हो र प्लेयर राख्नलाई टेन्सनरले प्रोपर काम गर्नुपर्छ। मैले यसलाई क्लकवाइज घुमाएँ र मैले पुनः यसलाई छोडेँ भने यो बाहिर निस्केर बस्छ। यसरी बाहिर निस्केर बस्दा यसले चेनलाई प्लेयर राख्छ र चेनको नोइज आउँदैन। र पुरानो भएको यही हो, यो बाहिर निस्किन सकेन, चेनलाई पेल्न सकेन, त्यही भएर चेनको नोइज आएको हो। टेन्सनर यदि राम्रो छ भने यसरी बाहिरभित्र हुनुपर्छ, चेनलाई प्लेयर राख्न सक्नुपर्छ। यो पुरानोमा कुनै हलचल छैन, यो बाहिरभित्र हुन सकेन, त्यसैले हामीले यसलाई रिप्लेस गर्नै पर्छ। र मसँग छ पुरानो एडजस्टर, म यसलाई हालेर अनि चेक गर्नेछु यसको नोइज। अब यो टेन्सनर हालेर हेरौँ। मैले यसरी यसमा हाल्ने बेलामा विचार गर्नुपर्छ। थोरै मात्रै स्पेस देखिरहेछ, यो स्पेस नै लास्टमा गएर केमचेनलाई प्लेयर राख्नेछ, जसको कारणले नोइज आउने छैन। यसमा केमचेन पनि लगभग सकिन लागेको अवस्था छ। यो टेन्सनर मैले हालेँ, अब स्टार्ट गरेर हेरौँ।